यदि तपाईहरुसँग GTA 5 खेल्नको लागि पीसी र ल्यापटप छैन भने यो गेम तपाईहरुको लागि बेस्ट हो किनकि यो गेम तपाईहरुले पीसी र ल्यापटप अनि मोबाइलमा पनि खेल्न सक्नुहुन्छ र यो गेम थोरै एमबीको रहेको छ र तपाईहरुले यो गेम प्ले स्टोरमा पनि भेटाउनुहुन्छ। तपाईहरु यसको लागि सिर्फ लाइकको बटन दबाउनु। म आजको भिडियोमा यो गेमको नाम के हो र यो गेम कसरी डाउनलोड गर्ने कसरी खेल्ने यही कुरा तपाईहरुलाई सिकाउने छु। अब भिडियो स्टार्ट गरौँ। यो गेमको नाम के हो र यो गेम कति एमबीको छ तपाईहरु आफ्नो स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो गेम खोल्न बित्तिकै सबभन्दा पहिले एउटा यस्तो इन्टरफेस देखाउँछ अनि त्यसपछि बिस्तारै लोडिङ हुँदै जान्छ। लोडिङ भइसकेपछि अब तपाईहरुलाई यस्तो कट्टा गर्ने अप्सन आउँछ। तपाईहरु बिस्तारै बिस्तारै कट्टा गर्नु अनि त्यसपछि तपाईहरुले आफ्नो लबी देख्नुहुन्छ जसमा तपाईहरुले आफ्नो क्यारेक्टर देख्न सक्नुहुन्छ। अनि लबीमा तपाईहरुले यति धेरै अप्सन भेटाउनुहुन्छ। यदि मैले एक्सप्लेन गर्न थाले भने भिडियो धेरै लामो हुन्छ त्यसैले म एक्सप्लेन नगरिकन एक दुईवटामा क्लिक गर्दै छु। हेर्नु तपाईहरु प्ले बटनमा दाबेपछि तपाईहरुले यसरी चारवटा अप्सन भेटाउनुहुन्छ। चारवटा अप्सन मध्ये दुईटा अप्सन तपाईहरुले फ्रीमा खेल्न सक्नुहुन्छ भने दुईटा अप्सन चाहिँ तपाईहरुले गेमको डायमन्ड हो कि हो यो अनुसार तपाईहरुले खेल्न सक्नुहुन्छ। मैले चाहिँ ओपन वर्ल्डमा क्लिक गरेँ। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस देखाएको छ तपाईहरु हेर्न सक्नुहुन्छ। अब सुरुमा तपाईहरुले आफ्नो क्यारेक्टर देख्नुहुन्छ जुन कि तपाईहरु आफ्नो घरमा बसिरहेको हुनुहुन्छ र तपाईहरु यहाँ बस्न पनि सक्नुहुन्छ अनि तपाईहरु यो गेमको आफ्नो घर पुरा एक्सप्लोर गर्न सक्नुहुन्छ। प्रत्येक कोठामा पसेर के अप्सनहरु दिएको हुन्छ सबमा क्लिक गर्न सक्नुहुन्छ तपाईहरुले। अब तपाईहरुलाई म एउटा जादु देखाउँछु। यहाँ एउटा इमोट भन्ने अप्सन हुन्छ। ल हेर्नु तीनटा तपाईहरुसँग ओल्देखि नै अनलक भएको हुन्छ। अब अरु अनलक गर्नको लागि तपाईहरुलाई के चाहिएको छ हेर्न सक्नुहुन्छ तपाईहरु। म अब फेरि अर्को रुममा पस्दैछु तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँनेरि कति धेरै अप्सन छ तपाईहरु हेर्न सक्नुहुन्छ। एउटा कम्प्युटर पनि छ र मैले यहाँ क्लिक गरेँ। क्लिक गरेपछि दुईटा अप्सन देखाएको छ क्लेम गर्ने। तपाईहरुले अनि यो गेममा फोन पनि चलाउन सक्नुहुन्छ। अघि तपाईहरुले एउटा नोटिस गर्नुभएको होला येलो कलरको एउटा के देखाएको थियो। यहाँ जानबित्तिकै तपाईहरु यो आफ्नो घरबाट बाहिर निक्लिन सक्नुहुन्छ। अब मैले चाहिँ यहाँ क्लिक गरेँ तपाईहरु हेर्न सक्नुहुन्छ। दुईटा अप्सन हुन्छ एउटा सिटीमा जाने एउटा ग्यारेजमा जाने। म चाहिँ सिटीमा गएँ। यो गेम अनलाइन भएको कारणले तपाईहरु यो गेममा विभिन्न देशहरुको मान्छेहरुसँग पनि गेम खेल्न सक्नुहुन्छ अनि तपाईहरुले यो गेममा विभिन्न किसिमको जबहरु पनि गर्न सक्नुहुन्छ। जस्तै कि पहिलो नम्बरमा तपाईहरु पिज्जा म्यान बन्न सक्नुहुन्छ। यहाँ तपाईहरुलाई विभिन्न मान्छेहरुले कल गरेर बोलाउँछ अनि तपाईहरुलाई टाइम दिएको हुन्छ। यति टाइममा तपाईहरुले यिनी मान्छेहरुलाई पिज्जा दिइसक्नु पर्ने हुन्छ। तपाईहरुलाई यसको लागि एउटा यहाँ स्कुटर दिएको हुन्छ। तपाईहरु यहाँ क्लिक गरिसकेपछि तपाईहरुलाई माथि टाइमर देखाउँछ। तपाईहरु हेर्न सक्नुहुन्छ म यो स्कुटरमा चढ्नबित्तिकै टाइमर सुरु भयो। अब टाइमर सुरु भएपछि तपाईहरुलाई एउटा पाथ देखाउँछ मतलब कि बाटो देखाउँछ। त्यो बाटो तपाईहरुले फलो गर्नुपर्ने हुन्छ। जस्तै कि यहाँ ब्लू कलरको देखाएको छ यसलाई नै तपाईहरुले फलो गर्दै जानु। यसरी तपाईहरुले आफ्नो बाटो फलो गर्दै जाँदा तपाईहरु आफ्नो डेस्टिनेसनमा पुग्नुहुन्छ अनि त्यसपछि तपाईहरुको यो जब कम्प्लिट भएर अर्को जब सुरु हुन्छ। आई होप गाइस तपाईहरुलाई आजको भिडियो राम्रो लाग्यो। यदि राम्रो लाग्यो भने लाइक गर्न नबिर्सिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला किनकि म यस्तै खालको भिडियो यो च्यानलमा लिएर आइराख्छु। अब अर्को भिडियोमा भेटौँला। तबसम्म जय नेपाल। बाइ बाइ।